केटाओ लास्टको ठिकाना लगाइदिए। कालो धन्दामा पैसा लिइन्छ, पैसा, र अरूलाई मृत्यु बेचिन्छ। मृत्यु, केवल मृत्यु। स्याबास झिना स्याबास। मेरो नाम राजा साप हो, राजा। राजा सापको धन्दामा केवल ब्ल्याकको कारोबार गरिन्छ। ब्ल्याक भनेको कालो धन्दा। मलाई अफिमको सोचिरहेछ। हाम्रो विदेशी पार्टीसँग डिल हुनुपर्ने थियो। त्यो सायद 2-4 दिनमै हुन्छ होला राज सभा हाम्रो। विदेशबाट माल पनि अहिले नआएकोले गर्दा एक दिन सायद म आफै बोर्डर जानुपर्छ होला। राज साहब, हाम्रो एउटा पार्टी आएको छ पोखरादेखि। ठिकै छ, यो पार्टीले यतै बोलाउनु त। हस् राजा साहब। सन्जु, यो मान्छे पोखरा कुन ठाउँबाट आएको? राजा साहब, यो मान्छे पोखरा लेक साइडबाट आएको। पोखरीले कान्छ के छ त पोखराको हाल खबर? ठिकै छ राजा। केटाओ लास्टको ठिकाना लगाइदिए। कालो धन्दामा सोचिरहेछ। हाम्रो विदेशी पार्टीसँग डिल हुनुपर्ने थियो। त्यो सायद 2-4 दिनमै हुन्छ होला राज सभा हाम्रो। विदेशबाट ठिकै छ राजा, तर पोखरा मालको डिमान्ड धेरै बढिरहेछ। पोखरेली बाबु, अनि के कामले आयो त यहाँ? माल लिन आएको।